हेलो स्टुडेन्ट्स, वेलकम टु माई च्यानल। आज म क्लास 6 म्याथमेटिक्सको एल्जेब्रिक एक्सप्रेसनहरूको सिम्प्लिफिकेसन गर्न गइरहेकी छु, जसमा सिम्प्लिफाई गर्दाखेरि एउटा क्वेसन रहेको छ -7p - 3q - 5 minus small bracket open -8p - 2q plus 4 small bracket close. Now यसलाई सिम्प्लिफाई गर्दाखेरि हामीले के कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ भन्दाखेरि यसमा चाहिँ जुन ब्रेकेट रहेको छ त्यसलाई फर्स्टमा हामीले हटाउनु पर्ने हुन्छ। त्यसलाई हटाउनको लागि हामीले साइनहरूको ध्यान दिनुपर्ने हुन्छ। जस्तो योभन्दा अगाडि साइन माइनस रहेको छ, माइनसले के हुन्छ, यो ब्रेकेटको अर्थ हो मल्टिप्लिकेसन। यसले भित्र मल्टिप्लाई गर्नुपर्ने हुन्छ अनि मात्रै ब्रेकेट हट्छ। त्यसको लागि हामीले के गर्नु पर्यो, सुरुमा यसलाई जस्ताको त्यस्तै लेख्ने -5। अब माइनसले भित्र मल्टिप्लाई गर्नु पर्यो, साइनहरूलाई मल्टिप्लाई हुन्छ। माइनस इन्टु माइनस के हुन्छ त, माइनस इन्टु माइनस प्लस हुन्छ, प्लस 8p भयो। अब 8p को साइन चाहिँ प्लस भयो। त्यस्तै माइनस इन्टु माइनस प्लस 2q को साइन प्लस भयो। माइनस इन्टु प्लस माइनस 4 को साइन माइनस भयो। अब यो गरिसकेपछि हामीले लाइक टर्महरूलाई एक ठाउँमा राख्नुपर्ने हुन्छ। लाइक टर्महरू भन्दाखेरि जस्तै यसमा p र q दुईटा टर्महरू छ। p भएको चाहिँ एक ठाउँमा राख्ने लाइक टर्महरू। जस्तै यसमा कुन कुन छ, 7p 8p। 7p र 8p लाई एक ठाउँमा राख्ने। 7p को साइन छ -7p, 8p को साइन छ +8p। त्यस्तै q को साइनहरू 3q र 2q लाई एक ठाउँमा राख्ने। -3q छ +2q छ। अनि त्यस्तै नम्बरहरूलाई एक ठाउँमा राख्ने -5 -4। हामीले यसमा ध्यान दिनुपर्ने के हो भन्दाखेरि माइनस र प्लस यो साइनहरूलाई हामीले छुटाउनु हुँदैन। त्यसपछि अब लाइक टर्महरू एडिसन पनि गर्न मिल्छ, सब्ट्र्याक्सन पनि गर्न मिल्छ। अब -7p + 8p, एउटा माइनस एउटा प्लस छ भनेपछि त्यहाँनिर सब्ट्र्याक्सन हुन्छ। सब्ट्र्याक्सन कसको हुन्छ त, नम्बरहरूको। जस्तो 8 र 7, 8 - 7 गर्दाखेरि 1 आउँछ। 1p भयो र 1 लाई हामीले नलेख्दा नि हुन्छ, p मात्रै भयो। साइन चाहिँ के को रह्यो, 7 ठुलो कि 8 ठुलो, 8 ठुलो। 8 को साइन प्लस छ, त्यही भएर p को साइन पनि +p भयो। प्लसलाई अगाडि नलेख्दा नि हुन्छ। त्यसपछि q मा जाम, -3q + 2q। यसमा पनि साइन फरक छ भने यो सब्ट्र्याक्सन हुन्छ। 3 बाट 2 घटाउने, 1 आयो, 1q। अनि साइन चाहिँ के बाँकी रह्यो त यसको, 2 र 3 मा 3 ठुलो भएको भएर 3 को साइन माइनस छ, त्यही भएर माइनस साइन रह्यो। 3 - 2 गर्दाखेरि 1 आयो, 1q भनेको q नै भयो। अब नम्बरहरूमा जाम, -5 - 4 छ, दुईटैको साइन सेम छ भनेपछि त्यो एड हुन्छ, तर साइन चाहिँ माइनसै रहन्छ। -5 + 4 9। अब एउटा p - q - 9, अब सबै फरक भएको भएर यिनीहरूलाई एडिसन वा सब्ट्र्याक्सन गर्न मिल्दैन। त्यही भएर हाम्रो आन्सर चाहिँ यही हुन्छ। अर्को क्वेसन गरौँ। त्यस्तै अर्को क्वेसन रहेको छ। अर्को क्वेसन हाम्रो यो रहेको छ, -b - c एउटा ब्रेकेटमा, माइनस अर्को ब्रेकेट स्टार्ट -2b + 2c ब्रेकेट क्लोज,
ब्रेकेट स्टार्ट माइनस 4b माइनस 5c ब्रेकेट क्लोज। अब यसमा 3वटा ब्रेकेट रहेको छ। हामीले के गर्नुपर्छ, सबैभन्दा पहिले 3टै ब्रेकेटहरूलाई हटाउनु पर्छ। त्यसको लागि अगाडि क्वेसनमा भने जस्तै यसमा पनि हामीले के गर्नु पर्यो त, ब्रेकेट हटाउनुको लागि सबैको साइनहरू के हुन्छ त त्यसलाई लेख्नु पर्यो। जस्तो माइनस बी माइनस सी, यो चाहिँ यत्तिकै लेख्ने, किन भन्दाखेरि यसको अगाडि चाहिँ साइन केही पनि छैन, त्यो भन्नु पर्थ्यो के हो, प्लस साइन हो। प्लस भएपछि जुन यो भित्रको साइनहरू छ जस्ताको त्यस्तै रहन्छ, त्यो ब्रेकेट नलेख्दा पनि फरक पर्दैन। त्यस्तै अर्को ब्रेकेटमा जाउँ। ब्रेकेटभन्दा अगाडि माइनस साइन छ। माइनस साइन भएपछि के हुन्छ त, माइनसले भित्र हामीले साइनहरूमा मल्टिप्लाई गर्नुपर्ने हुन्छ। मैले अगाडि पनि भनेको थिएँ, यो ब्रेकेट भनेको के हो, मल्टिप्लिकेसन हो। माइनस इन्टु माइनस प्लस भयो 2b, 2b को साइन अब के भयो, प्लस भयो। त्यस्तै माइनस इन्टु प्लस माइनस 2c को साइन माइनस भयो। त्यस्तै अर्को ब्रेकेटमा जाउँ। माइनसले भित्र मल्टिप्लाई गर्ने अनि ब्रेकेट हट्छ। माइनस इन्टु माइनस प्लस 4b माइनस इन्टु माइनस प्लस 5c। अब सबैको ब्रेकेट हट्यो। नाउ हामीले अब अगाडि जस्तै के गर्ने त, अगाडिको क्वेसनमा हामीले लाइक टर्महरूलाई एक ठाउँमा राखेको थियौँ। त्यस्तै यसमा पनि लाइक टर्म भनेको b 2b 4b, अनि त्यस्तै c को लाइक टर्म भनेको c 2c र 5c रहेका छन्। अब के गर्ने त, हामीले सुरुमा लाई एक ठाउँमा राख्ने। b को के छ त, सुरुको माइनस b छ, माइनसलाई चाहिँ हटाउनु भएन। माइनस साइन चाहिँ सुरुमा भएपछि लेख्नै पर्छ। प्लस छ भने सुरुमा प्लसलाई लेख्न जरुरी छैन, b मात्रै पनि लेख्न सक्छौँ। त्यस्तै 2b को साइन छ प्लस 2b 4b प्लस 4b। अब त्यस्तै गरेर हामी c को पनि लेख्दै जाउँ। माइनस c माइनस 2c प्लस 5c, यति छ। अब के हुन्छ त, यो लाइक टर्म्सहरू एडिसन सब्ट्रेक्सन गर्न मिल्छ। हामीले त्यो गर्दाखेरि 3वटा जुन बीहरू रहेको छ त्यसलाई सिम्प्लिफाई गर्दाखेरि के हुन्छ त, यसको साइन माइनस छ, यसको प्लस छ, यसको प्लस छ भने चाहिँ पहिला प्लस प्लसवालालाई हामीले सल्भ गरौँ। माइनस b प्लस 2 प्लस 4 कति हुन्छ त, प्लस 6b। त्यस्तै अब यसमा माइनस c छ, यो माइनस छ 2c, यो प्लस 5c छ। त्यस्तै अब हामीले माइनस माइनसवालालाई मात्रै पनि सल्भ गर्न सक्छौँ। सुरुमा माइनस र माइनस के हुन्छन्, एड हुन्छन्, तर साइन भनेपछि माइनस रहन्छ। यो c भनेको के हो, 1c, c को अगाडिको नम्बर के हो त, 1, जुन हामीले नलेख्दा पनि हामीले बुझ्नुपर्छ कि यो 1 हो भनेर। 1 र 2 दुईटै के हुन्छ भने यहाँ थिएँ मैले, माइनस माइनस भएपछि एड हुन्छ। 1 र 2 एड गर्दाखेरि 3 भयो, साइन चाहिँ माइनसको रहन्छ। यो हामीले सुरुमै सिक्नुपर्ने हुन्छ। c माइनस 3c प्लस 5c। अझै हाम्रो सल्भ गर्नुपर्ने बाँकी छ। माइनस b प्लस 6b, एउटा माइनस एउटा प्लस भएपछि सब्ट्रेक्ट गर्नुपर्ने हुन्छ। सब्ट्रेक्ट गर्दाखेरि 1 को अगाडिको नम्बर 1 हो। 6, यो 6b छ, 6 माइनस 1 गर्दाखेरि 5 रह्यो, 5b। साइन के को आउँछ त, कुन ठुलो छ त्यसको, b भनेपछि 1 को साइन माइनस छ, 6 को साइन प्लस छ भने 6 को साइन ठुलो भयो, प्लस 5b आयो। तर सुरुमा प्लस नलेख्दा पनि हुन्छ। त्यस्तै c तर्फ जाउँ। माइनस 3c प्लस 5c, यसमा पनि एउटा माइनस एउटा प्लस छ, सब्ट्रेक्ट गर्नुपर्ने हुन्छ। 5 ठुलोबाट सानो घटाउँ, 5 माइनस 3 गर्दा 2c भयो। साइन चाहिँ के को लेख्ने त, यसमा कुनको साइन ठुलो छ त्यसको, 3 को साइन ठुलो छ कि 5 को साइन ठुलो छ। अभियसली 5 को साइन ठुलो छ प्लस, त्यही भएर हामी प्लस 2c लेख्छौँ।
अब यसपछि चाहिँ दुइटै भनेका अनलाइक टर्म्सहरू हुन् जुन न एड गर्न मिल्छन् न सब्ट्र्याक्ट गर्न मिल्छन्। त्यही भएर आन्सर चाहिँ यति रहन्छ। ओके, थ्याङ्क यू। आजलाई यति।